मानिसको दिमागमा दिनमा करिब 60,000 विचारहरू पैदा हुन्छ। ती विचारहरूलाई पूर्ण रूपमा रोक्न सकिँदैन, तर ती मध्ये कुन विचारलाई मलजल गर्ने भन्ने कुरा सधैँ मानिसकै रोजाइमा भर पर्छ। तिमी कुन विचारलाई मलजल गर्दैछौ, नेगेटिभ कि पोजिटिभ? जब दिमागमा कुनै नकारात्मक कुरा आउँछ, तत्कालै त्यसलाई सकारात्मक कुराले विस्थापित गरिदेऊ। सुरुमा यो गाह्रो लाग्न सक्छ, तर बिस्तारै यो सहज हुँदै जान्छ। म गर्न सक्दिनँ भन्ने धारणालाई हरेक पटक म सक्छु भन्ने भावनाले हराइदेऊ। सधैँ सम्झिराख, तिमीले जुन गाडी चढ्ने सपना देखेका छौ त्यो चढ्न सक्छौ। तिमी जुन पदमा पुग्ने सोच राखेका छौ त्यो पदमा अवश्य पुग्न सक्छौ। तिमीले जुन पुरस्कार जित्ने इच्छा सँगालेका छौ त्यो पनि अवश्य जित्न सक्छौ। समग्रमा भन्नुपर्दा जीवनमा जुन लक्ष्य हासिल गर्ने सोच राखेका छौ त्यो सपनाको शिखरमा तिमी अवश्य पुग्न सक्छौ। तर मुख्य कुरा हो तिमीले आफ्नो लक्ष्यलाई तुहिनबाट जोगाउनु पर्छ। त्यो परिपक्व नहुँदासम्म त्यसलाई जोगाइराख्नुपर्छ। जसरी एक शिशु जन्मिनका लागि गर्भ बस्नु मात्र पर्याप्त हुँदैन, त्यो परिपक्व नहुँदासम्म आमाको पेटबाट पोषण पाउनुपर्छ। त्यस्तै तिमीले सपना देखेर मात्र हुँदैन, त्यसलाई अन्तिमसम्म रेखदेख र स्याहार सुसार गर्नुपर्छ। त्यति मात्र होइन, हेरचाह र स्याहार सुसारका अतिरिक्त त्यसलाई बाह्य आक्रमणबाट पनि उत्तिकै चनाखो भएर जोगाउनु पर्छ। यति भयो भने मात्र तिमीले आफ्नो सपनालाई जीवन दिन सक्छौ, कल्पनालाई यथार्थमा बदल्न सक्छौ। कहिलेकाहीँ तिमीले कुनै काम सुरु गर्दा बधाई तथा शुभकामना दिनेहरू धेरै हुन्छ, तर याद गर, सबै बधाई र शुभकामनाको पछाडि शुभेच्छा नै हुन्छ भन्ने छैन। सबै बधाई र शुभकामनाको पछाडि आशीर्वाद नै हुन्छ भन्ने पनि छैन। कतिपय बधाईको पछाडि ईर्ष्या हुन्छ, जलन हुन्छ र त्योभन्दा पनि बढी तिमी कहिले असफल हुन्छौ र उनीहरू खुसी मनाउँछन् भन्ने उत्कृष्ट चाहना हुन्छ। हो, यी सबैलाई तिमीले गलत प्रमाणित गर्नुपर्छ। तिमीले फेसबुकमा परिवारसँग रमाएको सुन्दर तस्बिर राख्छौ, ट्रफी वा मेडल जितेको फोटो राख्छौ, देश विदेश घुमेर बिताएको बिदाको तस्बिर राख्छौ। यसो गरिरहँदा तिम्रो तस्बिरलाई व्यवस्था गर्नेहरूले त व्यवस्था गर्छन् नै, तर लाइक गर्नेहरू सबैको लाइकको अर्थ साँचो खुसी नै हो भन्ने छैन। कतिपय लाइकको अर्थ पख, कति देखाइरहेको छस् पनि हुन सक्छ। कतिपय लाइकको अर्थ हेरौँ त तेरो चुरीफुरी कति दिन टिक्दो रहेछ पनि हुन सक्छ। मेरो भनाइको अर्थ यो हो, तिमी सफल भइरहँदा धेरै जसोलाई बेचैनी भइरहेको हुन्छ। तिमीले आफ्नो सपना साकार पारिरहँदा धेरै जसोको निन्द्रा आराम भइरहेको हुन्छ र तिमी लक्ष्यतिर अघि बढिरहँदा धेरै जसोलाई जलन भइरहेको हुन्छ। यस्तो अवस्थामा मानिसहरूको वाहवाही र कमेन्ट पढेर, फेसबुकमा आएको लाइकको सङ्ख्या गनेर कहिल्यै पनि म त माथि पुगिसकेँ, म त सेलिब्रिटी भइसकेँ, अब मैले जे गरे पनि हुन्छ भन्ने सोच नराख। तिमीले 1000 काम सही तरिकाले गर, मानिसहरू तिम्रो एउटा गलत कामको प्रतीक्षामा बसिरहेका हुन सक्छन्। यसैले भनिन्छ, शत्रु चिन्न सजिलो हुन्छ, तर मित्रको भेषमा वरिपरि उभिएका शत्रुलाई चिन्न निकै गाह्रो हुन्छ। मेरो भन्नु यति हो, जे काम तिम्रो भित्री हृदयले ठिक हो भन्छ त्यही गर्न अगाडि बढ। यदि तिमीलाई साथ दिनेहरू भेटिएन भने राम्रो, नत्र भेटिएनन् भने पनि हिम्मत नहार, आफ्नो मिसनलाई अगाडि बढाइराख। यदि तिमी लक्ष्यमा पुग्न सकेनौ भने पनि जुन दिन इतिहास खोजिनेछ त्यो दिन तिम्रो नाम सुरुवातकर्ता मध्ये लेखिनेछ। आजको यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आगामी दिनमा यस्तै जीवन उपयोगी भिडियोहरू हेर्न चाहनुहुन्छ भने हामीलाई फलो गरेर जोडिन नभुल्नुहोला। धन्यवाद।